लाग्यो नाटेश्वर मन्दिरतिर। टोखाबाट हामी माथि उकालो लाग्दैछौँ। हेलो 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 दिदी हामी चाहिँ छरे बजारमा आइपुगेर हैन चिया खाँदैछौँ हो र दिदीहरुलाई भोक लाग्यो नि दामी रहेछ यार बाटो। गोसाइकुण्ड जाने बाटो जस्तो रहेछ यार। नचाहिने कुरा नगरे पुरै त गाडा सुन्नु भएर कि दिदी त्यस्तो त होला थिएन मैले भन्ने हेर्नु यो हावा हावा माथि रको माथि पूर्णिमा माथि रको। अरे एकजना हेर्न डराएको फेरि हिँड न के हुन्न के। आज चाहिँ नाटेश्वर मन्दिरमा आएका छौँ हामी। यस्तो छ महादेवजी पनि डाँडामै बस्नुपर्ने हो डाँडा डाँडामै के। अनि त्यही अब हामी यो भर्याङ चढ्न जाँदैछौँ। आउँदैछ दुईजना। अनि त कहाँ गरे हामी भन कि जय नाटेश्वरी महादेव दुईजना के बाँकी छ्या यिनीहरू हेर्न कतिखेर पुग्ने हो र यसरी। ओ हेलो मिसहरू हिँड्दा हिँड्दा थाक्यो। यति रमाइलो ठाउँ छ। मन्दिर हेलो खै त गीत बन्द गीत पनि त्यसकै हो यो चाहिँ करुणावतारम संसार
फुटाउनु लाग्यो यहीँ फुटाउनु त माथि चाहिँ लैजानु यहाँ भोक चढाउनु माथि चाहिँ लैजानु हुँदैन भन्नु भयो बुवा हजुर कहाँ हो यो माथि हो यहाँ चाहिँ नागेश्वरी उहाँ चाहिँ कपिलेश्वरीमा हेलो खाली खुट्टा हिँड्ने मान्छेहरू खाली खुट्टा हिँड्न मजा आइरहेछ सिरन दिदी बिजा छ छैन हिँड्नुपर्छ के कहिले काहीँ खाली खुट्टा पनि हिँड्नुपर्छ हामी बच्चामा यस्तो यस्तो बाटो त खाली खुट्टा हिँडेर स्कुल पुग्थ्यौँ तपाईँहरूलाई पनि अनुभव गराउनु पर्यो नि जुत्ता हातमा खुट्टा भुइँमा त्यो सबै थेरापी हो नि भगवान मजा आयो दिदी महादेव पूजा के अरे गीत ठिकै बजायो उनको प्रीति माया माया भन्दै मैले गएको उसलाई मन पर्दैन हामी चाहिँ नाटेश्वर मन्दिर दर्शन गरेर चाहिँ यहाँ कपिलेश्वर महादेवमा आइपुग्यो यहाँ माथि पनि रहेछ मन्दिरहरू चाहिँ हजुर बुद्ध ए बुद्ध भगवान नै हुनुहुँदो रहेछ यहाँ बुद्ध भगवान यहाँ भित्र हुनुहुन्छ लड्ला खोइ 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 रूपा क्या मिठो रासीमा अनिते पहाइ रासीले